यो दक्षिणकाली माताको मन्दिर हो। यहाँ एउटा एकदम सुन्दर मन्दिर बनेको छ। यो शक्ति साधना गर्नेहरूको लागि यहाँ एकदम राम्रो ऊर्जा छ। यो दक्षिणकाली माताको मन्दिर आउनको लागि चाहिँ तपाईहरु फर्पिङ चोकमा आउनुहोस् अनि त्यहाँबाट असुर गुफा हुँदै लुङता राखिएको पहाड चढेर यहाँ 20 मिनेट जतिमा आउन सक्नुहुनेछ। यहाँ म तपाईहरुलाई चामुण्डा, महालक्ष्मी, वैष्णवी, कौमारी, ब्रह्मयणी, महेश्वरी, बाराही र इन्द्रायणी माताको दर्शन गराएँ। यहाँबाट यो फर्पिङ उपत्यकाको रमाइलो दृश्य अवलोकन गर्न सकिन्छ। यो मन्दिर चाहिँ अहिले बन्दै छ, अब फिनिसिङ हुने क्रममा छ। So welcome to this temple.